एभ्रिवान, वेलकम माई रिन्जेन ब्लग्स है। साथीहरू तपाईहरु सन्चै हुनुहुन्छ होला, ठिकै हुनुहुन्छ होला भन्ने आशा छ है। म पनि ठिकै छु। आज चाहिँ म के गर्दै छु भने काम कुरोहरू आज चाहिँ खाजामा सुक्खा रोटी पोल्दै छु हैन। अनि त्यो पनि साथमा खाने आलुदम पनि बनाउँदै छु। मम्मी र आप्पा चाहिँ बारीमा लसुन खन्दैछ हैन। अब काम कुरोहरू गर्नुपर्छ है साथीहरू। सासू ससुरालाई खाजा मिठो बनाएर खुवाउनु पर्छ हैन। अनि हाम्रो बुहारीहरूको कर्तव्य हो है साथीहरू। अनि म भिडियोहरू एकदम है राम्रो बनाउने छु, बनाउने कोसिस गर्दै छु हो साथीहरू। मलाई सपोर्ट गरिदिनुहोस् है, सब्स्क्राइब गरिदिनुहोस्, मन पर्यो भने लाइक गरिदिनुहोस् है साथीहरू। तपाईहरुसँग आशा छ। अनि तपाईहरुले कहाँदेखि हेर्नुहुन्छ है कमेन्ट्स गरिदिनुहोस् हो। के गर्नु साथीहरू, रोटी पोलाई यसलाई चाहिँ यस्तो गरेर है सुक्खा रोटी। हाम्रो चाहिँ सिआरपिएफ रिटायरमेन्ट हो मेरो ससुरा चाहिँ, त्यसै कारणले रोटी चाहिँ पुरा मन पराउनुहुन्छ नि हो। अनि पञ्चे पनि 5-10 वर्ष गर्नुभयो है। अहिले चाहिँ लेडिज छ हाम्रो गाउँमा चाहिँ। अनि अहिले चाहिँ हैन आप्पा चाहिँ यसो गाउँघरको कसैको मद्दत चाहियो भने चाहिँ है गरिदिनुहुन्छ। एकदम सपोर्टिङ छ है मेरो सासू ससुरा। अनि तपाईहरुको कस्तो छ कमेन्ट्स गरिदिनुहोस् है। अनि हामीले पनि त्यस्तै आफ्नो बाउआमा सम्झेर माया गर्नुपर्छ। अनि हामीलाई पनि गर्छ है साथीहरू। लसुन पनि फलिसक्यो हैन। लसुन फलेर पनि खुन्नु हुँदैछ। हाम्रो चाहिँ लसुन खुनाइ हुँदैछ। लसुन पनि फलिसक्यो। मम्मी र आप्पाले लसुन हार्भेस्टिङ छ हैन। अर्ग्यानिक हो यहाँ हाम्रो लसुन खुनेकै साथीहरु। गनेउला पनि छ यस्तो अर्ग्यानिक जग्गामा चाहिँ गनेउला यस्तो हुन्छ है। गनेउला हेर्नुहोस् मित्रगणहरु हो। यो चाहिँ अर्ग्यानिक खेती बारीमा चाहिँ गनेउला पनि यसरी प्रशस्तै पाइन्छ है। साथीहरु यसरी केलाउनु पर्छ। यसरी केलाउनु पर्छ। अहिले खनिसक्यो। यता हेर्नु नि सफाई कसरी केलाउनु पर्छ मम्मी? मित्रगणहरु लसुनको जरा काट्नु पर्छ। पहिला जरा काटेर नि समयको लागि यसरी बाहिरको एक पत्र भोक्रो उक्काउनु पर्छ। यसलाई के गर्नु पर्छ? सिलिङ भित्र सुकाएर राख्नु पर्छ। अनि 1 वर्षसम्म खानु सकिन्छ यसलाई। यो चाहिँ बस्तीको लसुन हो। रेडी भयो साथीहरु, सब्जी पनि रेडी भयो। यो चाहिँ चिन्छ, यो चाहिँ पिण्डालु हो भन्नु हुँदैन। चिन्छ म त भनेर पिण्डालुको हामी चाहिँ खाजा स्टार्ट गरौँ है। साथीहरु मेरो नानी चाहिँ आइपुगे। हेर त यो नानीहरु गीत सङ्गाउँछ त। मजा आयो रिजे, मजा आयो मजा आयो। को छ हेर्नु त त्यो लेटरमा देखाउनु। यता देखाउनुहोस् त, यता खोलेर देखाउनुहोस् न छिटो। यता देखाउनुहोस् साथीहरूलाई। यो एल्बिना हो। यता यो एल्बिना हो। यो एल्बिनाको दोस्त हो। अन्त स्कुलमा कतिको मजा आयो छोरा? मजा आयो। कतिको पढाइ भयो? एफएटिस कस्तो भयो? एफएटिस राम्रो भयो। राम्रो भयो हुन्छ। अब सकेको टेस्ट चाहिँ अब एसए1 आउँछ। एसए1 आउँछ। ला एसए1 सकेर के हुन्छ अन्त? समर होलिडे। के गर्ने समर होलिडेमा चाहिँ? म गेजिङमा जान्छु। मेरो गेजिङ जाने को छ हौ गेजिङमा चाहिँ? लियन दादा छ। अनि तिमी लुगा फेर्दैनौ अन्त? फेर्छु कि तर मेरो छोरा चाहिँ स्कुलबाट आएर पनि खाजा खाँदैछ हो। त्यहाँदेखि
एफएटूको चाहिँ टेस्ट पनि सक्यो मार्क्स चाहिँ राम्रो रहेछ यो जिकेको रहेछ 20/20 हो ए कम्प्युटरमा चाहिँ अलिक कम्ती चाहिँ 20/70 मात्रै रहेछ अनि के भन्छ इङ्ग्लिसमा पनि राम्रै रहेछ होइन साथीहरू यो चाहिँ कुन चाहिँ हो सोसल साइन्समा पनि राम्रै रहेछ हो 20 यो रहेछ साइन्समा पनि राम्रै रहेछ होइन नेपालीमा पनि राम्रै रहेछ साथीहरू 20/20 हो इङ्ग्लिसमा पनि राम्रै रहेछ हो यो चाहिँ म्याथ हो यो म्याथमा पनि राम्रो रहेछ हो भेरी गुड पाइछ डिन्जिनले आज चाहिँ हो कम्प्युटरको केबाट कम्ती मार्क्स आयो मम्मीले कम्ती पढाएर मैले कम्ती पढाएर नि ए हो बाई बाई साथीहरू आजको लागि यति नै थ्याङ्क यू सो मच वाचिङ माई भिडियो बाई बाई